हेलो एभ्रिवान, आज चाहिँ मैले मेरो बहिनीको नेल्स गरिदिँदैछु अनि कतिजनाले मलाई टिकटकमा मेसेजहरू गर्नुभएको छ बुकिङको लागि, डेटको लागि। मैले चाहिँ एकदमै बिजी भएर रिप्लाई दिन पाएको छैन अनि कतिजना क्लाइन्टहरू मसँग रिसाउनु भएको छ। त्यसको लागि चाहिँ आई एम एक्सट्रिमली सरी। हजुरहरूले नेलको बुकिङहरू गर्नु मन छ भने मलाई डाइरेक्ट इन्स्टाग्राममा मेसेज गर्नुहोला। त्यहाँनिर चाहिँ मैले हजुरहरूलाई छिटो रिप्लाई दिन कोसिस गर्नेछु अनि प्राइसको लागि अनि बुकिङ कुन कुन बेला अभाइलेबल छ भन्नको लागि पनि हजुरहरूले मलाई इन्स्टामा मेसेज गर्न सक्नुहुनेछ। आज चाहिँ बहिनीलाई मैले एकदमै सर्ट नेल गर्दैछु। जुनसुकै नेल गर्दा पनि एकदमै प्रेप जरुरी भएको हुँदाखेरि चाहिँ मैले नेल प्रेप गरेँ। नेल प्रेप गरिसकेपछि टिपहरू टालिदिएँ। टिपहरू टालेर टिप कटरले काटिदिएपछि मैले सेपिङहरू बनाइदिएँ। सेपिङहरू बनाइसकेपछि चाहिँ टिप लाइन प्लेन गरेँ। त्यस पछाडि मैले टिपबाट चाहिँ हामीले साइनिङहरू हटाउनु पर्ने हुन्छ, त्यही भएर चाहिँ मैले साइनिङ पनि हटाएँ। त्यस पछाडि मैले बफर गरेँ। बफर गरिसकेपछि चाहिँ मैले एसिटोनले चाहिँ माथिबाट टिप लाइनहरू मजाले ब्लेन्ड पनि गरिदिएँ। त्यस पछाडि बेसकोट लगाएर मैले 120 सेकेन्ड क्योर गरिदिएँ। त्यस पछाडि चाहिँ हामीले जहिले पनि नेल पोलिस डबल कोट लाउनु पर्ने हुन्छ। यदि क्लाइन्टको इच्छा अनुसार चाहिँ तपाईँले ट्रिपल कोट गर्दाखेरि पनि फरक चाहिँ पर्दैन। त्यो लगाइसकेपछि चाहिँ 60 सेकेन्ड इच सुकाउनु पर्ने हुन्छ। मलाई चाहिँ पिआर प्याकेज बर्न प्रिटीबाट आएको थियो। त्यसमा चाहिँ एउटा क्याटाई नेल पोलिस एकदमै राम्रो थियो, त्यही भएर चाहिँ मैले बहिनीलाई त्यो क्याटाई नेल पोलिस युज गरिदिएँ। क्याटाई पोलिस लगाइसकेपछि चाहिँ मैले म्याग्नेटले एक्टिभेट गरेर नेल डिजाइन बनाइदिएँ। डिजाइन बनाइसकेपछि 60 सेकेन्ड क्योर गरेर मैले टप कोट लगाएर 120 सेकेन्ड क्योर गरिदिएँ। क्युटिकल ओइल लगाएको भिडियो बनाउन पाएन, त्यसैले चाहिँ हाम्रो रिजल्ट चाहिँ यस्तो निस्किएको थियो। हजुरहरूलाई कस्तो लाग्छ कमेन्टमा लेख्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई गाइज।